फर्स्ट कम्प्युटर क्लास जान लागेको होइन। कस्तो देखिँदो रहेछ फेरि ऐनामा हेरौँ कति बेला पुग्ने हो यार। घाम भनेपछि पुरै यस्तो टिलिक टिलिक टल्किरहेछ। मैले जोइन गरेको चाहिँ हेर्न सक्नुहुन्छ अगाडि। हजुर हजुर सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबजनालाई स्वागत छ आजको मेरो न्यू ब्लगमा। सबजना सन्चै हुनुहुन्छ होला भन्ने आशा छ र म पनि एकदमै सन्चै छु। र आज पनि न्यू ब्लग लिएर आइसकेको छु। र आजको हाम्रो भिडियो चाहिँ कस्तो भन्दाखेरि फर्स्ट कम्प्युटर क्लास जान लागेको होइन। म चाहिँ तयारी हुँदैछु, ठ्याक्कै रुममा छु। मेरो लुगाहरू यता छ। हिजै जोइन गरेर चाहिँ आएको। आजदेखि चाहिँ सुरु हुने हाम्रो क्लास। सो त्यही हो, त्यसकै लागि निस्किन आँटेको। ठ्याक्कै 8 बजे पुग्नुपर्ने हुन्छ क्लासमा। अनि म चाहिँ 7:30 भइसक्यो। म चाहिँ पुरै तयारी भइसकेको छु। यस्तो अब चाहिँ निस्किनु पर्ने हुन्छ। आयो त गाइस, म चल्दिएको। यस्तो छ ठ्याक्कै यस्तो। अब चाहिँ झोला चाहिँ भिड्नु पर्ने हुन्छ। ठ्याक्कै यस्तो झोला भिड्नु पर्ने हुन्छ। त्यसपछि निस्किनु पर्ने हुन्छ है त। जल्दीको कस्तो देखिँदो रहेछ थोरै ऐनामा हेरौँ। म खतरा रहेछु। ल अब चाहिँ चल्दिएको चाहिँ यो टाइपको हिँड्नुपर्ने हुन्छ। गाह्रो छ। म चाहिँ निस्किसकेको छु घरदेखि। हेर्न सक्नुहुन्छ ठ्याक्कै चडक्कै परेर चाहिँ अब ठ्याक्कै 8 बजे पुग्नुपर्ने हुन्छ। झोला सोला भिड्यो, यस्तै छ जिन्दगी। यो टाइपको जानुपर्ने हुन्छ। हामी चाहिँ त्यो अगाडि बजुभाइहरू काम गर्दै हुनुहुन्छ रहेछ। के गरेको? कति बेला स्कुल जाने? नाडीमा खाने चामा सुन नाडीमा सवेर यो टाइपको निस्किनु पर्ने हुन्छ। आज चाहिँ फर्स्ट टाइम है। अहिलेसम्म मैले चाहिँ कम्प्युटर छुकै छैन। आज चाहिँ क्लास लिएर आएको। हिजो नाम एडमिसन गरेर। त्यही हो, आज चाहिँ फर्स्ट टाइम चलाइदिउँ कस्तो हुने रहेछ। सर म्याडमको गाली त पक्कै पनि खानै पर्ने हुन्छ, तर पनि सहेर चाहिँ अगाडि बढ्नुपर्छ। त्यही हो है त। 8 घन्टामा पुग्नुपर्ने हुन्छ। म चाहिँ 8 घन्टाभित्र पुगेन भने चाहिँ छुट्टिनु सक्छ। त्यही नै अवस्था चाहिँ नछुटोस्। छुट्यो भने चाहिँ ओभर फेरि ल्याङ हुन थाल्छ क्या गाइस होइन। त्यही कारणले छिटो अलिक जानुपर्ने हुन्छ, किनकि हिँड्नुपर्छ नि त। हिँड्दै त्यो के भन्छ अटोहरू पनि जानु त जान्छ, तर मलाई चाहिँ हिँड्नै मन लाग्छ। यस्तो भिडियो बनाउँदै चाहिँ पुरै जानुपर्ने हुन्छ होइन। देख्न सक्नुहुन्छ ठ्याक्कै बिचमा छु अहिले चाहिँ। गाउँ निस्किनु पर्ने हुन्छ। यो टाइपको ठ्याक्कै अब फाइदा हुने भयो गाइस। ब्लग पनि बन्ने भयो मेरो लागि कन्टेन्ट। अनि क्लास पनि सुरु भयो, कम्प्युटर क्लास है। त्यही हो मेरो लागि फाइदा भनेको। डेली अब यस्तै हिँडेकोहरू भिडियो चाहिँ आउन सक्छ। डेली भन्दा पनि 2 दिनमा चाहिँ एउटा भिडियो लिएर आउने छु। खासै बोल्न पनि
घाँटी दुखेर सकिरहेको छैन गाइस होइन बिस्तारी नै बोल्दै के छ र भोल्युम साउन्ड चाहिँ ठुलो गरेर तपाईँहरू हेर्न सक्नुहुन्छ त्यही हो है यस्तो जानुपर्ने हुन्छ बाटोमा बिजोक छ यो जिन्दगी फुटबल ग्राउन्ड बुद्ध चौक अगाडि हत्तो रहेछ त्यही चढेर गइदिउँ कि के हो यार अगाडि चाहिँ चोक छ है ठ्याक्कै बुद्ध चोक यहाँदेखि चाहिँ पिच रोड आउँछ चढेर जाम भनेको केही पनि छैन अब मेरै खुट्टाले दुःख पाउने हो हेर्नुहोस् बुद्ध चोक त्यस्तो छ गाडीहरू हिँडिराखेको हुन्छ कि यसमा चाहिँ यसैले छेउ साइडमा हिँड्नुपर्ने हुन्छ ठ्याक्कै बिचमा हिँड्यो भने चाहिँ हो भएरै गाह्रो हुन्छ मलाई टेन्सन भइरहेछ कि कति बेला पुग्ने हो यार घाम भनेपछि पुरै यस्तो टिलिक टिलिक टल्किरहेछ यस्तो घामले भेटाएपछि अब कालो होइन पुरै कालो भइदिन्छु कि म चाहिँ एउटा गाडी भएको भए चाहिँ म त्यस्तै सुइँ पाराले चाहिँ हिँडेर जान्थेँ होला तर के गर्नु आफूसँग एउटा खुट्टा कौडी छैन ड्रिम मात्रै हो चढ्छु भने त्यति मात्रै गर्न सकेको केही गर्न सकिँदैन त्यस्तो हिँड्छ गाडीहरू होइन अरूले चलाएको आवाज सुन्यो कान दुखायो त्यति मात्र होइन सपना छ तर कुनै दिन हाम्रो पनि पालो आउन सक्छ जस्तो लागिरहेछ यहाँ ठ्याक्कै अगाडि ग्यारेज रहेछ हेर्न सक्नुहुन्छ एम्बुलेन्स हावाले पुरै भेटाइरहेछ क्या टेन्सन हुन्छ यस्तो हावाले भेटाएपछि चाहिँ घाँटी दुखेर चाहिँ पुरै भोइसै डाउन भइरहेछ क्या गाइस होइन बोल्नै नसक्ने भए यस्तै छ जानुपर्ने हुन्छ ठ्याक्कै अझै कति हिँड्नुपर्छ पुग्नै लागिसक्यो ठ्याक्कै अगाडि पुग्नुपर्ने चाहिँ हिँड्दा हिँड्दा पुरै खुट्टा दुखिरहेछ अब चाहिँ ठ्याक्कै क्लास पुग्नुपर्ने गाडीहरू यता हिँड्छ नि त ठ्याक्कै यता अनि म चाहिँ डरले पुरै यता माथि हिँडिरहेको किनकि आफ्नो सुरक्षा आफैले गर्नुपर्छ भनेर सुनेको थिएँ त्यही गरिरहेको छु ठ्याक्कै तल यता हिँड्यो भने बिजोकै हुन्छ र म चाहिँ यहाँ माथि हिँडिराखेको छु यस्तो अवस्था छ मेरो पुग्न लागिसक्यो ठ्याक्कै 7:50 भएको छ 10 मिनट अझै बचेकै छ मेरो टाइम चाहिँ होइन कम्प्युटर अब पढेर चाहिँ म घर फर्किनेवाला छु है त हेर्दै जम्मै के कस्तो हुने रहेछ ठ्याक्कै रामपुरमा चाहिँ पुगेको छु हेर्न सक्नुहुन्छ यो देखिरहेको हुन्छ त्यही हो जाँदैछु म चाहिँ हामीले जोइन गरेको कम्प्युटर सेन्टर चाहिँ ज्योति कम्प्युटर सेन्टरमा चाहिँ मैले एडमिसन गरेको थिएँ हिजो सो अब त्यहीँ चाहिँ हामीले 6 मन्थ चाहिँ त्यही क्लास लिनुपर्ने हुन्छ त्यसैले त्यही हो है त गाइस यहाँ हो मैले जोइन गरेको चाहिँ हेर्न सक्नुहुन्छ अगाडि ठ्याक्कै अब त क्रस हान्नुपर्ने हुन्छ अब चल्दैको होला यहाँ यो हाम्रो क्लास हजुर
नमस्ते सर हिजो चलाएन चलाइन सर जोइन मात्रै हानेको हिजो हजुर हजुर पढ्नु त मैले छोडेको दाइ कम्प्युटर 12 सकेर छोडिदिएको हजुर कम्प्युटर क्लास पुमा ठुङ्गाबाट दाइ हजुर घरबाटै पढेको छु कैयाकुरीबाट डाइरेक्ट हजुर अनि यता ऊ के भन्छ माङफाङ टोलमा बस्छु त त्यो त्यहाँ माथि पानोपाहरूको दाजु हुनुहुँदो रहेछ त्यस उहाँको घरमा चाहिँ सिंगल थोप्ला दुईटा थोप्ला होइन होला हो एउटा थोप्ला हाल्ने कि छैन म चाहिँ क्लास सकेर पनि घर फर्किसकेको छु दाइले चाहिँ बाइकमा लिएर आउनुभएको छ यहाँदेखि मै क्लासदेखि दाइसँग बाइकमा आएको सो अब चाहिँ घरमा पुग्न लागेको त्यही हो बवाल हो आजको फर्स्ट क्लास त्यही हो खुसी लागिरहेछ है त